भारतको सबैभन्दा दक्षिणी किनार जहाँ 3वटा समुद्र एकअर्कालाई अगाल्छन्। हरेक बिहान यहाँको सूर्योदय एउटा नयाँ कथा बोकेर उदाउँछ। प्रकृति, अध्यात्म र इतिहास एउटै ठाउँमा भेटिने यो अद्भुत गन्तव्य। स्वागत छ कुमारी देवीको भूमि कन्याकुमारीमा। हेलो एभ्रिवान, हामी अहिले आइपुगेका छौँ कन्याकुमारी। हिजो राति रामेश्वरमबाट 7:45 को बसमा हामी निस्केका थियौँ। आज बिहान 4 बजे 4:30 बजेतिर हामीलाई कन्याकुमारी बस स्ट्यान्डमा पुगायो। होटल खोज्दा खोज्दै 5 बज्यो। अहिले अब बिहानको लगभग 5:45 भइरहेछ। हामी अब फ्रेस भएर यो होटलमै छौँ आफ्नै। यो होटलकै अगाडितिर बिच रहेछ। यतैबाट वाकिङ डिस्टेन्समा हाम्रो यहाँबाट वाकिङ डिस्टेन्समा मन्दिर पनि यतै रहेछ। हामी निस्क्यौँ, अब एकछिन सनराइज हेर्छौँ, मन्दिरमा जान्छौँ, त्यसपछि नास्ता गरेर एकछिन टेस्ट गर्छौँ, त्यसपछि बिचमा जान्छौँ, त्यसपछि अरू वाटरफलहरू सबै हेर्छौँ। रमाइलो छ गाइज, यस्तो दामी माहौल छ बिहानै एकदमै राम्रो वातावरण छ। भजन सजन लगाएको छ, एकदमै माइन्ड एकदम पुरै फ्रेस फिल गरिरहेको छ पुरै भित्रैबाट। अब सनराइज हेरिन्छ गएर, यस्तो रमाइलो हुन्छ सनराइज हेर्न। सनराइज हेरेपछि यसो मन्दिर जानु पर्यो। सनराइज हेर्ने भनेर हामीहरू निस्किसक्यौँ होटलबाट 2 जना। अब अरू चाहिँ अलि लेट गर्ला जस्तो लाग्यो। अब त्यो सो गइदिउँ, हामी उतै बोलाउँछौँ अरूलाई पनि। यहाँ भने हो कि यताबाट भने हो? यता हामी आइसकेका छौँ सनराइज हेरौँ भनेर। सनराइज हेर्नुपर्छ। गाइज, यो सनराइज स्पटमा आइसक्यौँ हामी। बिच छ यता, हेरौँ एकछिनमा सूर्यदेवको दर्शन गरौँ। कस्तो लागिरहेको छ त? मजा आइरहेछ यार। अहिले मजा आउँछ सनराइज हेर्न, मजा आउँछ। अब हुन्छ जस्तो छ। यो त उज्यालो त भइसक्यो। अब सूर्यदेवताको दर्शन, यहाँ सबै धेरै मान्छेहरू आएर छन् हेर्नलाई सनराइज। गइरहेछौँ मन्दिरतिर। यता लेट कमरहरू छन्, यता कन्याहरू, कन्याकुमारी मन्दिर गइरहेछन् कन्याहरू। लेट गरेर साडी लाउनु भनेर लेट गर्छन्। लेडी ब्लगरहरू लेट आउनु भयो। साडी लाउनु भनेर यति लेट हैन।
तिमी साइड लाउनु पाएन भनेर जेलस किन भएको ओ वाओ ओ माय गॉड कस्तो जेलस भइदिएको साइड लाउनु नपाएर वाओ वाओ आई क्यान स्पेल द जेलसी यस यस धेरै जेलस फिल भइरहेछ गाइस अहिले धोती किनिदिउँला यस्तै छन् लेट आउँछन् अनि यस्तै यस्तै कुराहरू छन् कि एक दिन దేవి దర్శనం జ్ఞానమగిమై சேர்க்கும் தெய்வ பாத தரிசனம் मन्दिर दर्शन गरेर बाहिर निस्किँदा हामीले देख्यौँ यो अद्भुत दृश्य रथ यात्रा जो वर्षमा एकचोटि मात्रै हुन्छ र हामी यति लकी थियौँ कि त्यही दिन एक्ज्याक्ट डेट एक्ज्याक्ट टाइममा हामी त्यो ठाउँमा थियौँ सो वी आर भेरी लकी गाइज हामीहरू कहीँ त गइरहेछौँ कहाँ गइरहेछौँ अब पस्दा हुन्छ गएपछि थाहा हुन्छ सिधै डेस्टिनेसनमा सबै रियल टाइममा सस्पेन्स हाम्रो डिसिजन सबै रियल टाइम हाम्रै लागि पनि सस्पेन्सै हो बाबु प्रणाम गाइज हामी यहाँ ठाउँमा आछौँ यहाँ बोटबाट हामी आइल्यान्ड साइल्यान्ड कहाँ कहाँ घुमाउँछौँ भन्दैछ केरलामा यो सबै ठाउँहरू हामी घुम्न जान्छौँ यहाँ यो ठाउँहरू छ यो सबै ठाउँहरू घुमाउँछौँ भनेको छ अहिले
गाइज हामी त्यहाँ अघिकोमा बोटिङ गरेर अहिले यहाँ वाटरफल एक ठाउँ वाटरफल हेर्न आएको छौँ। ल गाइज वाटरफल हेर्न हामी आइसकेका छौँ। त्यहाँ वाटरफल छ, राम्रो छ। ओ नाइस छ, नाइस 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 गाइज। कन्याकुमारी मंदिर नाइट व्यू हेरौँ। Guys are so lucky, man. Today, something special in here on Yatra. कन्याकुमारी। सो गाइज हामी कन्याकुमारीमै छौँ। बिहान बिहानको माहौल यस्तो छ। आज पनि हामी हिजो जस्तै सनराइज हेर्न जान्छौँ। अनि कहाँ जान्छौँ अनुप? एउटा अर्को सनराइज हेर्न जान्छु यतातिर कन्याकुमारीको बिच साइडमा पनि हामी भ्यू देख्नेछौँ। हिजो हामी गइसक्यौँ, फेरि एकचोटि जाँदैछौँ। एउटा ठाउँ छुट्याएको छ, त्यो ठाउँ आज भ्याउँछौँ होइन। त्यो मेमोरियल एउटा त्यो ठाउँमा हामी गरी घुम्छौँ। यहाँको कामहरू सक्छौँ, त्यसपछि हामी विवेकानन्द मेमोरियल पनि जाने हो। अनि त्यहाँ जान्छौँ, सनराइज हेर्छौँ, त्यो बिच सिच फेरि हेर्छौँ। त्यो स्वामी विवेकानन्द मेमोरियलको त्यसमा जान्छौँ। त्यसपछि हामी निस्किन्छौँ केरेलाको लागि। बाबु आज फेरि सनराइज हेर्ने भनेर हामी फटाफट छिटो उठेर अल्छी नगरेर आइसकेका छौँ। हुनुहुन्छ आज बाबु पनि अलि टाइममा आज। अनि चोटोपेगी आउनु भएको छ। त्यही त अब यहाँ सनराइज हेरेर ऊ त्यहाँ जाने हो क्या हामी गाइजहरू ब्रिजबाट उता त्यो ब्रिजमा पनि जानुपर्छ। त्यो स्टेट हेर्ने त्यो ब्रिज दामी छ त्यो उता ब्रिज। अब आज हामीले जान बाँकी भनेको उता त्यो स्वामी विवेकानन्द मेमोरियल हो। उताबाट ट्याक्कै आएर यो ब्रिज पनि राम्रो छ अरे। यो ब्रिज ट्रान्सपेरेन्ट ब्रिज छ। यो ब्रिजबाट उता ब्रिजबाट यता त्यहाँ जान्छौँ हामीहरू पछि। हेरौँ लेट्स सी। यस्तो छ अहिले चाहिँ सनराइजको बेला छ। आज पनि हामी एक्चुअली अझै सनराइज हेरौँ न त भनेर आएको छौँ। दामी भ्यू छ। गाइज जस्ट सी वाट इज लाइफ विदाउट इन्टरनेट। यो रात आज किन लामो लाग्दैछ, सय कोल्टे फेरिसके तर निन्द्रा आउँदैन। सधैँ झै आज पनि जुना चम्किरहन्छ, तर बादल पानी रुखी मलाई जिस्क्याउँछ किन हो। आज धेरै पछि तिमीसँग बोलेको, तर जुनी बित्यो होला मैले मुटु सोपेको। सधैँ झै आज पनि कुरा अधुरो नै रह्यो, भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो। कसरी भनौँ तिमीलाई, तिम्रो आँखामा एउटा जादु छ, तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आवाज छ। खै त तिमीले बुझेको किन मुटु मेरो छोडेको। अझै याद छ तिमीले पहिलोपल्ट मलाई छोडेको, थाहा छैन तिमी को हौ मेरो, थाहा छैन कसरी आयो, थाहा छैन तिमी को हौ मेरो, थाहा छैन कसरी आयो। तर सम्झेर तिमीलाई ल्याउने गर्छु म, सोचेर तिमीलाई ल्याउने गर्छु म, सम्झेर। अब यहाँबाट हाम्रो हिजो छुटेको ठाउँ स्वामी विवेकानन्द मेमोरियल जाउँ भनेर निस्केको त जस्ट लुक एट दिस गाइस। भिड के हो यत्रो, कहाँदेखि कहाँसम्म लाइन छ देखेरै चक्कर आइसक्यो। यत्रो लाइन छ, कसरी जाने होला भइसक्यो अब त।
लेट्स सी। अरे गाइस जो स्वामी विवेकानन्द मेमोरियलमा जानलाई त यार लाइन के हो यार यत्रो कसरी जाने हो भइसक्यो अब यहाँ त हाम्रो त यहाँ ग्रुपको साथीहरूले ढिलो भइहाल्यो अब नुहाइधुवाइ गर्नमा ढिलो गरिहाल्यो सबले यत्रो लाइन छ यार टिकट काटिदिउँ हामीहरू टिकट काटिराखौँ यो 2 जना आएको त यस्तो लाइन छ यो फेरि अनलाइन बुकिङवाला लाइन यो अरे फेरि फ्रीको लाइन त फेरि त्यहाँबाट उतैसम्म छ यार हेर्छौँ अब के गर्न सकिन्छ अब यो भिड देखेर त गाइज वी वेयर होपलेस हामीलाई लाग्यो कि अब त हामी यो ठाउँमा जान भ्याउँदैनौँ भन्ने जस्तो लाग्यो उस्तै पनि हाम्रो ग्रुपको हामी 2-3 जना मात्रै अहिलेसम्म आइसकेका छौँ अरू ग्रुपको मान्छेहरू फेरि होटलमै छन् सो कसरी जाने भइसकेको थियो बट हियर कम्स द ट्विस्ट हामी लाइनमा चाहिँ अब कसरी जान्छौँ लेट्स सी गाइज हामी लाइनमा चाहिँ घुस्दियौँ होइन यो मान्छेले गर्दा त्यहाँसम्म लाइन थियो सिधै अगाडि छौँ लाइनमा तर मेरो छोरो के होइन तर आज कुन्छ कि नै भन्ने हो कि हाइट हाइटले गर्दाखेरि चाहिँ आज बोल्न अलिक गाह्रो छ अरे बसिहालिन्थ्यो गाइज बुवा छोराहरूको फेरि सुरु भइसक्यो बुवा छोरा गर्दै बसेर बुवा छोरा कम्बो बुवा हो छोरा हो ऊ गर्दैछन् होइन तर जियो यो मान्छेले गर्दा चाहिँ लाइन रोडसम्म थियो यहाँ सिधै यहाँ घुसाइदियो कि यसले भिडियो अगाडि नै छ त्यही पनि यत्रो जुक्ति लगाएर पनि अब यहाँ खुलिदिएन भने त के फाइदा त्यस्तै छ अब केही टाइम रोक्छौँ हामी खुल्यो नत्र जाने गाइस मान्छेले गर्दा पाउला छ अब अगाडिको गेट खुल्नेवाला छ तर हाम्रो ग्रुपको 4 जना अहिलेसम्म होटलमै छन् हामीले उनीहरूलाई छोडेर नै अब अगाडि जानुपर्ने हुन्छ गाइस यहाँ अब हामी लाइनमा लागिसकेका छौँ यस्तो हतार गरेर सबै रसमा आयो नि यो सिटी बजाउने बित्तिकै पुलिसले हामी अब 4 जना आयौँ अब 4 जनालाई यार अघिबाट आऊ भनेको खै लेट गर्यो उनीहरूले अब टिकट चाहिँ हामी काटिदिन्छौँ तर अब उनीहरू आउँछन् कि नै आउन दिन्छ कि नै भित्र भन्ने हो किनभने लाइन धेरै ठुलो थियो हामी त जसरी तसरी घुसेका थियौँ अब उनीहरूको लागि लाइन पनि राखिदिएका थियौँ ठाउँ अब उनीहरूले लेट गर्यो त्यही भएर त्यस्तै छ अब हाम्रो छुटेको साथीहरू आउन पाउँछन् कि नै भन्ने हामीहरूलाई टेन्सन भइरहेको थियो त्यही भएर हामीले चाहिँ के गर्यौँ भन्दाखेरि अहिले 4 जनाको टिकट मात्रै काटेका थियौँ बट गाइस तिनीहरूले के दिमाग लगायो भन्दाखेरि तिनीहरू पनि लाइनमा घुसेर आए बहाना बनाएर बट तिनीहरू अर्को लाइनबाट आए जो प्रायोरिटीवाला लाइन थियो त्यो लाइनबाट आए हो यता यो अपोजिट साइड हो यताबाट आइरहेछन् तिनीहरू अब अगाडि हाम्रो भेट हुन्छ कि भन्ने हो अब फरक चाहिँ के भयो भन्दाखेरि हामीले 100 रुपियाँ पर पर्सनवाला टिकट गरायौँ भने उनीहरूले अब 300 रुपियाँ पर पर्सनवाला टिकट गराउनु पऱ्यो तिनीहरूलाई अब लेट फाइन पऱ्यो भनौँ न 200 रुपियाँ एक्स्ट्रा त्यही हो अब अगाडि भेट हुन्छ कि भन्ने छ गाइस त्यो 300 को प्रायोरिटी भन्दा त हाम्रै ठिक छ है तिनीहरू बिचराहरू लाइनमै छन् हाम्रोभन्दा पहिला लागेको भिडियो बनाउँदा प्रिमियमवाला लाइनमै छन् हाम्रो त यहाँ बस्ने व्यवस्था बसाइदिएको छ यार प्रिमियम भयो के प्रिमियम 100 मा प्रिमियम यही यसमै हो ल गाइस यताबाट रहेछ सुरु गइरहेछौँ जान्छौँ त्यहाँ त्यो रक स्ट्याचु हेर्न जान्छौँ ब्रिज स्लिज सबै फेरिन्छ यता हाम्रो लेट कमर साथीहरू प्रायोरिटी टिकट गराएको हुनाले अगाडि पुगिसके अगाडि अब उनीहरूले वेट गरेर होला पक्कै पनि हामीहरूको लागि र अब अगाडि भेटिन्छन् उनीहरू लेट्स गो आनन्दजी लेट्स गो जस्ट हामी आयौँ बोर्डबाट यता स्वामी विवेकानन्द मेमोरियल त्यहाँ छ स्वामी विवेकानन्द रक मेमोरियल त्यहाँबाट जान्छौँ भित्र
अनि त्यहाँ त्यो ब्रिज छ त्यो ट्रान्सप्यारेन्ट वाला त्यो तल ट्रान्सप्यारेन्ट ग्लास वाला त्यो हाम्रो उता रक स्ट्याचु छ सबै चिज हेरौँ होला यहीँबाट यहाँ आइसकेपछि यो मेमोरियलमा जानलाई 30 रुपियाँको टिकट काट्नुपर्ने रहेछ म तपाईँहरूलाई सजेस्ट गर्छु यहाँ आइसक्यो भने टिकट अनलाइनबाट गर्नु होला हामीले अनलाइनबाट बुक गरेको हुनाले लाइन लाग्नु परेन सिधै त्यहाँ टिकट कहाँ माग्छ अगाडि देखाइदिउँ ल अनलाइन यहाँ इन्ट्रान्स त्यताबाट छिर्नुपर्ने रहेछ टिकट देखाएर माई भिलोगर फ्रेन्ड भिलोगर म चाहिँ यार यिनीहरूको फ्रीमा भिडियोमा आउनु पाउँछ नि यतिकै जुत्ता खोलेर जानुपर्छ जस्तो छ गाइज यता प्लिज किप योर फुटवेयर हियर फ्री अफ चार्ज यता जुत्ता राख्ने जुत्ता राखेर अनि बल्ल जानु मिल्छ है यता रहेछ है मन्दिर यहाँ चाहिँ फोटोग्राफी एलाउड छैन रे हेरौँ न हेलो दिस इज द भ्यू गाइस दिस इज भ्यू गाइस यता स्वामी विवेकानन्दजीको मन्दिर थियो यता सिधै अनि यता चाहिँ अपोजिटमा यता माता कन्याकुमारीको त्यो चरण पादुका चरणको त्यो छ त्यहाँ गइसकेपछि अब यो फेमस यहाँको यो ब्रिज जस्तो छ यसमा जान्छौँ अनि त्यो रक स्ट्याचु हेर्छौँ And no